प्रकृतिले आफ्नो अनमोल हातले सजाएर मानिसलाई उपहार स्वरूप दिएको एक स्वर्गीय भूमि काभ्रे पलाञ्चोक जिल्लाको पनौती नगरपालिका 2 उषादेवी छिनाभन्ज्याङ। यो गाउँ कुनै साधारण गाउँ मात्र होइन। यस ठाउँको वातावरणले जो कोहीलाई पनि मोहित पार्न सक्छ। यहाँ बसोबास गर्ने मानिसहरूको लागि यो ठाउँ जीवनको अभिन्न अङ्ग हो। तर यस गाउँको बाहिरी सुन्दरताभित्र एउटा गहिरो जरा छ जुन आजको आधुनिक युगमा पनि अविचलित छ। अनेकौं जात जातिका मानिसहरू यहाँ मिलेर बसेका छन्, तर जातीय विभेदले यहाँको समाज विपरीत बन्दैछ। ठुलो जात र सानो जातको विभाजन, कुसंस्कार र सामाजिक अनुशासनको नाममा गरिने अत्याचार यहाँको गाउँले जीवनको यथार्थ हो। यस्तै कुसंस्कार र अन्यायको विरुद्धमा एक कथा उभिएको छ, मालती। यो टेलिचलचित्रले छिन्नाभन्ज्याङ जस्तै धेरै गाउँको वास्तविकता उजागर गर्दछ। मालती एक दलित जातकी नारी जसको जीवन सङ्घर्ष र पीडाले भरिएको छ। समाजको विभेदकारी दृष्टिकोणले उनलाई सधैँ पछाडि धकेल्ने प्रयास गरेको छ, तर मालतीको आत्मबल र साहसले उनलाई अघि बढ्न कसैले रोक्न सकेन। मालतीको परिवारमा उनका बुबा गुन्थे छन्, जो मेहनत गरेर आफ्नो परिवारलाई पाल्ने प्रयासमा छन्, तर उनलाई पनि समाजको विभेदले सताएको छ। मालतीकी सौतेनी आमा सेती, जो आफ्नो सौतेनी छोरी मालतीलाई घृणा र तिरस्कारले मात्र हेर्छिन्। गाउँका उच्च जातका व्यक्तिहरूले आफूलाई समाजको शासक ठानेका छन्। काजी खानदानका सन्तान नन्दीकेशर पण्डित, जो समाजमा आफ्नो वर्चस्व जमाउन खोजिरहेका छन्। उनको कान्छो छोरा मुकेश, जो जातीय विभेद कुसंस्कारलाई अन्त्य गर्नको लागि मालतीसँग प्रेम सम्बन्धमा पनि छन्। त्यस्तै गाउँमा ज्योतिष नामले परिचित पिपलबोटे पनि छन्, जो आफ्नो ज्ञान र ज्योतिषको माध्यमबाट समाजमा धार्मिक अनुशासनको नाममा डर पैदा गर्छन्। यो कथा केवल एक टेलिचलचित्र मात्र होइन, यो हाम्रो समाजको यथार्थ चित्रण हो, जसले हाम्रो हृदयलाई छुन्छ र हामीलाई सोच्न बाध्य बनाउँछ। के हामी साँच्चै परिवर्तनका लागि तयार छौँ? मालतीको सङ्घर्षले हामीलाई देखाउँछ कि परिवर्तनको पहिलो कदम आत्मबल र दृढ इच्छाशक्तिमा निर्भर छ। हामी सबैलाई मानिस बीचको समानताको लागि लड्न प्रेरित गर्ने यो कथा एउटा बलियो आवाज हो, जसले भविष्यको मार्गदर्शन गर्न सक्छ। ला भाउजू, यो डुम्की छोरीले मेरो ढाडै भाँचेर मरी। मैले जानी होइन नरिसाउनु भाउजू। तेरो भुइँमा खुट्टा भए पो आँखा देख्छस् त जाँठी। एकचोटिलाई माफ गरिदेऊ न भाउजू, तर जात हँदा कुरा चाहिँ नगर न है। उता जा त, जान्ने बन्छेस्। तैँले छोको मलाई मन पर्दैन। पैसाले उत्साह भए पहिला गए भइहाल्यो नि। गाउँमा तमासा देखाउनु भन्दा। नरिसाउन भाउजू।
पानी भरिएर पोखिरहेको थियो, त्यही भएर सार्देखि नि काकी, नरिसाउनु न। तर मैले ठेक्का दिएको थिएँ मेरो गाडी भरेपछि सार भनेर, उजातको छोरी कही कि राम राम राम, बिटुलेर गएर मरिहाल्यो नि। पिटु दिलाइदिएर मरिहाल्यो नि। भरेको गाग्री नघोप्ट्याउनु भएको भए हुन्थ्यो नि काकी, अशुभ हुन्छ भन्छन्। शुभ हो कि अशुभ होस् म घोप्ट्याउकै भरौँ, तर के को मतलब हा? म तल्लो जातको भन्दा पानी घोप्ट्याउनु भएको, किन यस्तो व्यवहार गर्नुहुन्छ? आखिर म पनि त मान्छे नै हो। यहाँ जातको कुरा कसले गरे हा? जुनको सन्तान तिम्रो आफै जात जनाउने। यो जात भने कुरा मैले को नमानौँला त? मेरा घरका बुढापाकाले त मान्छन् नि त। अर्काले भरिरहेको पानी थापेर छोइदिएर तँ जातको छोरी कहीँ थिए। भने कुरा मैले को नमानौँला त? मेरा घरका बुढापाकाले त मान्छन् नि त। जुनको सन्तान तिम्रो आफै जात जनाउने। मलाई पनि मन थियो नि सबके प्यारे हुन, सोचे जस्तो केही भएन, सधैँ पर्यो रुन। पख्न पाएको त्यहाँ छ हान्दैछु। त्यो मान्छे राम्रो हुनु परेन निशाना सही जानलाई। त्यही त सिउरेको निशाना कहिले चुकेको छैन, गुलिल तन काटिदियो त। मारी अब कसले के गर्यो? ल अब मार्छिन् आमाले। कस्ता रहेछन्, कोही पनि देख्दैन त फेरि। होइन, यो कुकुरनीलाई पानी लिन पठाएको यतिका बेर भइसक्यो, अहिलेसम्म आउँदिन। यसले त
मलाई अति नै हेप्न थालिसके। अहिलेसम्म अत्तो पत्तो छैन। कहाँ गएको हो, समयमै घर आउनु। कति कराउँछ त आउँदै होली नि हेर बुढी अब त छोरी ठुली भइसके यसरी कराउनु राम्रो होइन क्या पीर मान्छे पीर त मान्ने नै भयो नि काहीँ नभए कि पिरालु अब माया गर्नलाई त त्यसको बानी बेहोरा नि अलिक गतिलो हुन पर्यो नि त चाहिँ यहाँ गनगन गरेरै बसिराख है म चाहिँ गएँ पिपलबोटी ज्योतिषकोमा लुगा नाप्न हेर होइन के भो घैँटो फुट्यो आमा हे भगवान गैँटो पो फुटाएर मरिचे तँलाई पानी लिन पठाएको कि गैँटो फुटाउन मैले फुटाएको होइन आमा तैँले लगेको गैँटो तैँले नफुटाएर फेरि मरेकी आमाले आएर फुटाई तँलाई त म आज नम्मारी छोड्दिन तँलाई म कहाँ छोड्छु आज गैँटो नलेसम्म यो घरमा आउने होइन बुझिस् त हिँडिहाल हे भगवान कस्तो मान्छेको घरमा आइछु नि यो अलक्षिणाले त मलाई सुखसँग बस्न नदिने भई मालती के भयो किन रोको यसरी ह भन न किन रोको आमाले बेसरी पिटिन् आमाले पिटिन् किन नि तँलाई म कहाँ छोड्छु आज भनिहाल जब एउटा घैँटोको लागि यसरी पिट्ने कति निर्दयी सासमा परिसिन् त मेरो अब मलाई घैँटो नलागी आमाले घर छिर्न दिन्नन् तिमी नरौ म सब मिलाउँछु एकछिन बस्दै गर है कहाँ जानु लाग्नुभएको तपाईँ बस्दै गर एकछिन लौ मालती तिम्रो समस्या यही होइन लगेर तिम्रो आमाको मुखैमा फुटाइदेऊ
यही घैँटो फुटाएर त आमाले पिटेकी हुन्। झन् अब यो घैँटो फुटायो भने त मेरो टाउको फुटाउँछिन्। आफ्नी आमा जस्तो कान्छी आमा नहुँदो रहेछ मुकेश। केही दिन पखन म तिमीलाई भगाएर लैजान्छु। खोइ खोइ ओए ओए हेर त कस्तो है होइन यिनीहरूलाई यो बस्ने ठाउँमा ढोग्रो नराख भने कहिले लाग्यो। गर्मी पनि के साह्रो बढेको। जेठो ओए जेठो होइन कोही पनि बोल्दैनन् त। कहाँ मुन्टेछन् फेरि। हजुर बुवा खै एक अम्खरा पानीले त हस् बुवा घैँटो त छैन त राखेको ठाउँमा। कहाँ गएछ पानी घैँटो? अब कहाँ जानु त्यतै होला। अलि राम्रोसँग हेर न। आफूलाई तिर्खा लगाइसक्यो प्याक प्याक भइसक्यो। जान्छ होइन गइसक्यो काका। मालतीको घर छोराको ससुराली। होइन यो के भन्दैछ यो बाजी सिउरे? मुकेशले मालतीलाई लगेर दियो त घैँटो। उनीहरूको माथि चौरमा माया बिदी चल्दैछ क्या त गुलेले तन्काएर। यो कान्छाल जति सम्झना लाग्दैन बुवा। यसलाई हजुरको माया बढी भएर पुल पुलेको। के भयो र दाइ? किन कराउनु भएको? कान्छा मलाई जति सम्झाए पनि लाग्दैन है। अनि त्यो दमाईको छोरी त्यो डुमको छोरी चाहिँ किन लागेको त? हँ? जेठा जा गएर त्यसको बाबालाई सम्झाइदिए। फेरि म जानु पर्यो भने नि त्यहाँ राम्रो हुने होला। हुन्छ बुवा म त्यो मालतीलाई पनि चुप पार्छु अनि यो हुँडारलाई पनि सम्झाउनु परेछ। मैले के गरेको छु हँ? त किन जान्ने हुन्छस्? ओइ कान्छा त अलि बेसी नै चमचम चमचम गरिरहेको छ। यत्रो घरको इज्जत तैँले माटोमा मिलाउनु पर्छ होइन? ठुक्क मरा जा भित्र। यो नन्दी केशर पण्डित 4 गाउँको इज्जत धानेर बसेको आज आफ्नै छोराले आफ्नै गाउँकी डुम्की छोरीसँग टाँसिँदै हिँडेको छ। छिट 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 छिट। यो समाजले पनि मलाई के भन्छ होला। अब त केही उपाय लाउनै पर्ने भयो। अब फेरि कसको चाहिँ घैँटो चोरेर ल्याइस् यहाँ मलाई गाल पार्नलाई? जहाँबाट ल्याए नि आमा। अघि घैँटो नलिनु आइज भनेको होइन, त्यसैले ल्याए कि। मालती के गर्न खोजेको तैँले? ठुलो बाबु के भएर के गरियो कुलङ्गार्नीले? आफ्नो छोरीलाई ठिक ठाउँमा राख कि बिहे गरेर पठाऊ। त्यतिकै अरूलाई बिगार्न र अरूको सम्पत्ति ताक्न पाइँदैन। मेरो भाइसँग लसपस गर्दैछ र यसले। मैले देखेँ भने राम्रो हुँदैन। राम 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 त्यसो नभन्नु। म यसलाई सम्झाउँछु। हामीबाट हजुरहरू जस्तो खानदानलाई दखल दिने काम हुँदैन ठुलो बाबु। ल यति भन्न आएको म। अहिले बुवा आउनु भने राम्रो हुँदैन।
गाई नभएका दबाईका सन्तानहरू। थुक्क राक्षस नि, तैँले त मेरो इज्जत पनि माटोमा मिलाउने भइस्। हे भगवान, यसले त सुख शान्तिसँग बस्न नदिने भई। ए आइपुगिस् त, ल पिर्काम बस। भयो हजुरबा, मलाई यहीँ ठिक छ हजुर। के हो र? सुन्न गुन्थे, हजुर भन्नु। जुनेली मामा घर जान्छ रे। हजुर उता मामाले पनि फोन गरेर बोलाइरहेछन्। ऊ पनि मामा घर जान फुर्किरहेछ। नयाँ लुगा नापिदिएन, नयाँ लुगा लगाएर जान्छ रे। भइहाल्छ नि हजुर, हुन्छ। लिनुस् न चिया। ए पर्ख पर्ख। अब घरबाट आउँदा पनि चिया खाएर आएको थिएँ। मालिक नि हजुरले ल्याइदिनु भयो, नाइ भन्नै सकिनँ। खा न खा, चिया खाएर के हुन्छ र? अनि मालती के गर्दैछ नि? बिहा कहिले गरिदिन्छस् गुन्थे? छिटो ठेगान लगा, नत्र आजभोलिका केटाकेटी दायाँ बायाँ लाग्छन्। ए साइली, अस्ति पूजाबाट ल्याएको त्यो चामल ल्याइदे त, यसले लगेर खान्छ। नमस्कार काका। नमस्कार नानी, म त हजुरलाई नै कुरेर बसेको। लुगाको नाप लिनु थियो हजुरको। ए मालातिर मेरो लुगाको नाप एउटै त नि काका, मिलाएर सिलाइदिनुस् न। नानी अलि मोटाए जस्तो लागेको थियो क्या, त्यही भएर नाप लिगौँ कि भनेको। ठिकै छ, म मिलाएर सिलाइदिन्छु नि। हस् काका। जुनेली छोरी, मलाई अलिकति पानी ल्याइदिन्छ न, यो गिलास पखालिदिनु पर्यो। ल त हजुर, मेरो काम पनि सकियो, अब ढिलो पनि हुन लाग्यो। म जान्छु है त हजुर। उठे एकछिन पक, ला थप यो चामल लैजा, घरमा भात पकाएर खानु। राम्रोसँग केलाएर खा, चामल राम्रो छ। हस् हजुर, हस्। ल म लागेँ है हजुर। जान्छस्? पण्डित बा, एक डोको घाँस ल्याइदिएकी छु, बाबुहरूलाई भनेर भैँसीलाई हालिदिनु भन्नु ल। ए उर्मिला, आइस् त? अब तै राख्दैन हो उर्मिला। अब तिम्रा छोराहरूको के भरोसा, कहाँ जान्छन्, के गर्छन्? आइज। बुढो मान्छे किन उठ्नुहुन्छ? आइज न, म सघाइहाल्छु त। यति काम त मै गरिदिउँला नि। बुढो भन्दा त साह्रै मन दुख हो उर्मिला। जवान नै छु जस्तो लाग्छ मलाई त।
जुनेली ए छोरी त गाई बस्तु भोकाइसके घाँस हाल्दैन जा त्यति अघि भर्खर त्यत्रो भारी घाँस काटेर लिएर आएँ त्यति काटिरहेको घाँस पनि हाल्न सक्नुहुन्न है सक्दैन बा तपाईँ आफै हाल्नु है आफूलाई जजमानकोमा जान हतार भइसक्यो कति चाहिँ छोरी जन्मिछ भने जन्माउँदा देख्नु भएन कति थियो भनेर म त यस्तै हो बिहानदेखि काम गरे चाहिँ जति काम गरे नि देख्नुहुन्न हेर हेर आफ्नो बाउसँग मुखै लाग्यो कि काहीँ नभए कि नक्कर माउले हेर्नै बा म केही गर्न सक्दिनँ नि बरु म त गएँ मालातिर भेट्न पारा पनि यो सुनसान ठाउँमा एक्लै मलाई नि कुरा बसेको होला होइन बसेकी हो तर तपाईँलाई होइन मृत्युलाई त्यो मृत्युलाई मलाई पनि लान भन नि त तिमी बिना म कसरी बाँच्न सक्छु मलाई ती नचाहिने कुरा नगर्नुहोस् न मेरो पो कोही छैन तपाईँको त सबै छन् नि सबैको प्यार हुनुहुन्छ तपाईँको दाइ आउनुभएको थियो दाइले पनि मलाई नै नराम्रो सोच्नु म त सबै खेलाको पात्र आफ्नै आमा भइदिएको भए पनि आफ्नै आमाको अनुहार हेरेर भए पनि चित्त बुझाउँथे म छु त तिम्रो लागि अब हामी बिहे गरेर सहरतिर जाउँला यो जात हैसियत यो सब म मान्दिनँ तिमी चिन्ता नगर म सब कुरा मिलाउँछु